हामी चाहिँ खानापिना बनाउन लागेको। अनि अब मासु चाहिँ हाम्रो बङ्गुरको अनि आन्द्रा कलेजो मुटुहरू छ। यिनीहरू चाहिँ बनाउन लागेको। यो बिहानको खाना हो। अब हामीले चाहिँ तरकारी काट्दैछौँ र तरकारी काटेर सब्जी बनाउने। यो चाहिँ हामीले कलेजो पोलेर दिएछ र थालमा छ। यो चाहिँ हामीले अहिले पोलेर खाने। अब चाहिँ हामी अनि काट्दैछ, काटेर खाँदैछौँ। यो चाहिँ कलेजो पोलेको, यसको पिक्तासँग यो चाहिँ मिठो हुन्छ। अनि त्यही भएर चाहिँ नानीहरूसँग सबै कान्छाले खाँदैछ, सानो भाइले खाँदैछ, हाम्रो कालुराम चौधरीले। यो चाहिँ मासु हाम्रो सुकाएको भारमा। यहाँ चाहिँ अब पकाउनु सुरु हुँदैछ, रेडी भइसकेको छ। आमा पनि हुन्छ सबै। अनि अब पकाएर टक्क खाने। हाम्रो कान्छाले खाँदैछ पोलेको, यो चाहिँ कलेजो अनि यसको पिता हालेको। यो चाहिँ मिठो हुन्छ राइसहरू। अब हाम्रो पकाउनु सुरु भयो। हामी चाहिँ पहिले कुकरमा भुट्छौँ अनि टक्क सिटी लाउने अनि खाने हो।